चौसठीमा एकमत भएर जितेकै हो जितेको होइन एकजनाले 15-20सम्म हाले हो 64मा एकजना मान्छेले 15-20सम्म भोट हाल्ने मान्छे हामी जितेको अब यो पालि स्वतन्त्र हो त्यसो गरी जिताउनु पर्छ बजाउनु घन्टी त बजाउनु पर्दैन अब तीनटा पार्टीले केही नापेन नि त अहिलेसम्म त्यो त झन् त्यो त पहिल्यै उठेको थियो त अहिले चोटि नै उठे मान्छे हो अब त आएर सोधायो नि त अब उठ्नु उठेको यो भन्दा अघिल्लो वर्ष गौरीले त 45 भोट ल्याउँदा पनि त अब धेरै मान्छे लाग्यो ल्याउँछ नि भोट अहिले ल्याउँछ तर भोट ल्याएर अलिकति थपेरि पुग्दैन हो नेपाली जित्छन् होइन हामीले अहिलेसम्म मेरो टुट्यो नि एकचोटि त हामी यत्रो लागि परेको मान्छे यहाँ त पार्टीको पार्सनालिटी काम हुन्छ हुँदैन थियो त हाम्रो लागि दुधी केमा हाल्नु भनेको थियो पत्ते हामी त डनको पत्ता यो दाइलाई पनि भन्नु दाइ 10 लाख डनको लागि 10 रुपियाँ पनि भन्नु सिंगाडी दाइले भेटेको त्यो पैसा ल म बाबु म कुरा गर्छु भन्नु त्यो पनि नहाल्नु म दाइ अब यति बेला त हुन्छ भन्छन् नि त्यो भन्दा हाम्रो काम बेस नगर हाम्रो रोटी रोटी चल्दैन हेर्नुहोस् कुरा क्लियर कट हामी कामै गरेर जित्छौँ हामी चाहिँ हो नि सत्य कुरा गर्नु पर्यो नि भोलिको दिनमा दिन्छु भनेर चिप्लो नलाउने दिन्छु भनेपछि दिन्छु दिन्न भने दिन्न हामीलाई चिप्लो लाउनु नै आउँदैन तपाईँहरूलाई भोट दिन्छौँ भनेर चिप्लो लाउनु हस् भनेर तपाईँहरूसँग हस् अर्कोसँग हस् भनेर पनि हामी हिँड्दैनौँ पक्का कुरा गर्छौँ हामी यो क्षेत्रमा त विशाल खड्का त अहिलेसम्म जित्या छैन नि त उठेकै छैन पारिपट्टि क्षेत्रमा उठेको रहेछ यो मान्छे कस्तो हो यसले ढाँट्छ कि ढाँट्दैन विकास गर्दैन भने सोध्नु अनि धारणा बनाउनु अहिले गर्छन् विकास यति बेला तपाईँ अहिले आउनु भएको कोही उठ्नु भएको छ उहाँलाई भन्यो भने नि म यस्तो गरिदिनुहोस् ऊ माथि आकाशको तारै झारिन्छन् नि अलिक पछि जितिसक्यो तारा झार्नु बिहान नलाउने अन्त के गर्नु तर हाम्रो ओडातिर चाहिँ आएन क्या बजेर अस्ति भर के टेन्डर भयो त्यो हामीलाई जानकारी नभएको होइन यो बाटोको विषयमा तपाईँहरूलाई म एउटा सानो कुरा भन्नु ल यतापट्टिको सांसद हाम्रै पार्टी हामीले दिन पाएन उहाँले केही गर्नु भएन अब उहाँले गर्नु भएन भनेर अनि विशालले नि गर्नु हुँदैन सम्झिनु भएन कुरा के हो भने हामीले काम गर्ने मौका दिनु तपाईँहरू हिजोदेखि त्यही पार्टीमा भोट हाल्नु पार्टीप्रति माया पनि छ आएको बेलामा तपाईँहरूले यति माया गरेर हुँदैन घरको बुढले त माया गरेर अर्कासँग माया हुँदैन त्यत्रो साल बसेको त्यो पार्टीले भोट हाले कसरी माया हुन्छ र राम्रो काम गर्नेलाई माया कहिले पनि बिर्सिँदैन नराम्रो काम गर्नेलाई याद भइआएको हुन्छ एमाले पार्टीको र कांग्रेस यो माओवादी पार्टीको मात्रै सरी समिति पनि अहिले हेर्दा हुन्छ जहाँ पनि यहाँनिर हामी जब स्वतन्त्र छौँ हाम्रो कुनै काम दिँदैन यो हामी त पार्टी राम्रो नराम्रो राम्रो हो या नराम्रो अलग व्यक्तिको झन् सोच खराब छ त्यसरी त्यसो गरेर त हामी पार्टीले आफैले डुबाउने कुरा गर्नु हुँदैन एकपटक चान्स दिनु यहाँनिर यहाँ खोइ त पैसा हालेको छ अहिले एकचोटि हामी ग्राउन्ड लेभल दुईचोटि भइसक्यो त मागेको हामीले यहाँ त आफ्नै घरको वरिपरि विकास हाल्यो त्यो बाहेक